पथर र ओइ हेलो गाइज गुड मर्निङ वेलकम टु माई ब्लग लास्टसम्म हेरिदिनु होला र सबैले सपोर्ट गरिदिनु होला। आज चाहिँ हामी फ्यामिलीसँग गोर्खा दरबार घुम्न जानु लागेको। सो हामी कसरी जान्छौँ र पूजा गरेर आउँछौँ सबै हेरिदिनु होला। क्या खतरा भ्यू आइरहेछ हौ हिमालहरूको हेर्नुहोस् गोर्खा। अहिले चाहिँ हामी माथि दरबारनिर आइपुग्यो। त्यो माथि ट्याक्सी यहीँसम्म हो। यहाँबाट चाहिँ हामी हिँडेर जानुपर्छ र फुलहरू सबै थोकेर यहीँ किन्नुपर्छ। बिस्कुट लिएर आएको आफैलाई पर्दैन। त्यो यहाँबाट माथि चाहिँ फुलहरू पाउँदैन। सो हामीले यहीँबाट लिने फुलहरू पूजा गर्ने फुलहरू चाहिँ लिनुपर्छ।
पूजा गर्दिन अब खाली पेटमै आहा पूजा गरेर जाऊ लिगन त कहाँ माथि लिने यहीँ लिग न यहीँ लिग सिट 250 350 300 हेरि छ यो किनले राख्नु भयो त्यो सौभाग्य सो हामीले चाहिँ फुलहरू लिएर अब हामी चाहिँ माथि दरबारतर्फ पूजा गर्नतर्फ लागेको सो हेरिदिनु होला हजुरहरू भ्यू हेर्नु भ्यू वाउ भिडियो बनाउनु पर्यो नि हेलो क्या खतरा भ्यू देखिरहेछ हिमाल हेर्नु त हिमाल वा कस्तो दामी भ्यू देखिया माथिबाट यहाँबाट चाहिँ अब मन्दिर सुरु हुन्छ अब यो चाहिँ मन्दिरको गेट हो यहाँबाट चाहिँ अब हामी चाहिँ पूजा गर्नतर्फ लागेको जो हजुरहरूले हेरिदिनु होला कता गयो भन्दा मोबाइल खोसेर लैजाला नि पत्थर र एकचोटि यो नजारा चेक गर्नु त मन्दिर यस्तो माथि हाई उसमा छ कि के ज्ञानी भएर हिँड है सर बन्दरले लिएर जान्छ नि फेरि
हाम्रो चाहिँ पूजाहरू चल्दैछ अब पूजाहरू गरेर नि हामी चाहिँ अब लाग्छौँ पूजाहरू सबै भ्याएर अनि हामी चाहिँ अब घरतर्फ लागेको तिमीले लगाइदियो आउँदा चाहिँ हामी उकालो थियो त्यही भएर ट्याक्सीमा आएको अब जाँदा चाहिँ बुढीले नि के बुढोलाई टिको लाउनु ओह्रालो छ धेरै टाइम लाग्दैन 15-20 मिनट लाग्छ सो हामीहरू हिँडेर लगाइदिउँ नि त त्यसो जाँदैछौँ तिमीलाई बरु म लगाइदिन्थेँ अहिले घाम लागिसकेको छ र भ्युज हेर्नु एकचोटि भ्युज क्या खतरा भ्युज देखिरह केही भएन खिच्नु पर्यो नि गरेर हेर्नु सो गाइज अब हामी चाहिँ पुग्न लाग्यौँ मेरो मोबाइलको चार्ज चाहिँ भेट्न लागेछ सो हजुरहरूलाई यहीँसम्म मात्र देखाउन गइरहेको छु धन्यवाद